निर्णय भएको थियो। त्यसबेला साथीभाइलाई भेट्ने रहेछु म अलिअलि यो यस्तो कार्यक्रमहरू बढाएर लग्नु छ र आफै सस्ट अमेरिकाको जू पनि हेरेँ, जापानको जू पनि हेरेँ, कोरियाको ढाँचाको जूहरू छ र हाम्रो नेपालमा आफ्नो मौलिक खालको जू बनाऊ, ओपन जूले चाहिँ गर्नुहुनेछ भन्ने विश्वासका मलाई यो अबको दिनहरूमा चाहिँ जूलाई जुन संरक्षणको घरिको प्राणी उद्धार केन्द्रको हिसाबले अहिलेसम्म एउटा नेपालको एउटा मात्र आइडेन्टिटी भएको जू भनेको चाहिँ एउटा उद्धारको त्यसलाई अगाडि बढिरहेको हामीले थाहा पाइरहेका छौँ र यो स्मारिकाको विमोचन गर्ने कार्यक्रम रहेको छ। स्मारिका प्रकाशन गरेका छौँ र त्यो स्मारिका प्राध्यापक डाक्टर मुकेश चालिसे लगायतको लेख रचनाबाट विद्यालयका शिक्षक विद्यार्थी भाइ बहिनीहरूसम्म सबैको लेखहरूलाई हामीले यसमा सम्मान गर्ने जू किपर्सहरूको स्टोरीहरू पनि हामीले बनाएका छौँ। जस्तै अब पूजा र विषयमा र चिडियाखानामा भएका हजुरबा हजुरआमा हामी यो उहाँहरूकै पछि उहाँहरूलाई नै हामीले पठाउने व्यवस्था र पुस्तक विमोचनका लागि सम्पूर्ण महानुभावहरूलाई धेरै रहेको छ। हाम्रो यो सदर चिडियाखानाको समग्र वृद्धि विकास र सम्मान शिक्षा कार्यक्रमलाई जनचेतना फैलाउने अभियान फ्रेन्ड्स अफ जूको विक्रमसम्म 2053 सालदेखि कोअर्डिनेटर शिक्षक अध्यक्ष र हाट सल्लाहकार समितिको सदस्यमा रही अविच्छिन्न रूपमा एफओजेड कार्यक्रमलाई गतिशील प्रभावकारी